नेगेटिभ थटहरूले मेरो करोडौंको समय लस्ट गरिराखेको हुन्छ। यस्तो नेगेटिभ थटहरू आइरहन्छ, त्यसैले आफूलाई सधैँ स्ट्रङ राखिरहने। यो नेगेटिभ थटहरू हाम्रो माइन्डमा चल्ने साधारण कुरा हो, तर यसलाई बुझ्ने, यसको पछि नलाग्ने, न त यसको विरोध नै गर्ने भनेर बुझ्ने। यो त हाम्रो माइन्डमा आइरहने कुरा हो भनेर बुझ्ने। नेगेटिभ थट आयो भने यो नेगेटिभ थट हो भनेर हेर्ने अनि यसलाई वास्ता नगर्ने, आफ्नो काममा लाग्ने। भ्यालु केटीको एकदम धेरै चाहना, माया गर्नु, त्यसको शरीरको दाह गर्नु चाहनु, यो नेगेटिभ थट हो। यसबाट म होशियार हुने, यसलाई विचार पुर्याएर सोच्ने। यौन इच्छाको थट, यो पनि नेगेटिभ थट हो, यसबाट पनि होशियार हुने। आफ्नो काममा लाज लाग्ने, डर लाग्ने थट पनि नेगेटिभ थट हो, यसबाट पनि होशियार हुने। कुनै ठूला इच्छा राखेर दुखी हुने कुरा पनि नेगेटिभ थट हो, यसबाट होशियार हुने। यसलाई रोक्न नखोज्ने, यसलाई हेरेर यो नेगेटिभ थट हो भनेर आफ्नो काममै लाग्ने। नेगेटिभ थटलाई वास्ता नगर्ने, आफूलाई हर हालमा स्ट्रङ सोच्ने, राख्ने, हर हालमा आफू स्ट्रङ हुने।